यति एयरलाइन्स जहाज दुर्घटनाको बारेमा हैन छानबिन सरकारले पुनः गर्नुपर्छ वा पर्दैन? गर्नुपर्छ। किनभने यो कस्तो गरिदियो भने यहाँ जुन सिरिज अफ मिस्टेक जहाँबाट सुरु भयो त्यसलाई इग्नोर गरिदिएको छ। खालि फ्युल काटेको मात्रै कुरा गरिदिएको छ कि यहाँ किन त्यो फ्युल काट्ने पर्ने स्थिति आयो त? किन त्यस्तो हडबड आयो त पायर? किन सबै कुरा मेस्टअप भयो त त्यो अप्रोचमा? बिकज किन त्यहाँ प्रोसिजरै थिएन। आकाशमा उड्ने तरिकै थाहा छैन त्यसै अनि त्यहाँबाट जहाजलाई आउन दिने वरि त प्रोसिजर जहाज त त्यसरी हावा चालले त आँखा आधारमा त उडिँदैन आजकल त। सबै कुरा प्रोसिजर हुन्छ। एसओपी भन्छ ठुल्ठुलो एयरलाइन्सहरूले। किन? स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर। सिभिल एभिएसन भने के हो? इट्स गभर्निङ बडी। अरूले गल्ती गर्ला भनेर ऊ त अथोरिटी हो, उसैले नै गल्ती गर्ने। एयरलाइन्सले त गल्ती गर्यो हैन? गर्यो। उद्यान प्राधिकरणले त्यसभन्दा ठुलो गल्ती गर्यो भनेपछि यसलाई क्रिमिनल अन्तर्गत छानबिन गर्दा हुन्छ सरकारले? क्रिमिनल अन्तर्गत छानबिन गर्दाखेरिमा फरक पर्दैन। किनभने सबै ठाउँमा लेआउट गरेको छ। वर्ष बच्चा मरिरहेको छ, त्यसको बारेमा केही पनि छैन। किन लेखिन सकेन? किनभने त्यो त डिजास्टर हुन्छ भनेर। अनि त्यस्तो पनि रिपोर्ट दिन्छ नि कसैले। अनि त्यो रिपोर्ट हामीले पत्याउने। कुनै पनि फेरि फ्लाइटको प्रोसिजर नै एडप्ट गरेन कि सबै मेस्टअप। सेड्युल फ्लाइट हो कि त्यो टिकेटेड प्यासेन्जर हुन् कि त्यसै चाहिँ ढोका खोलेर मान्छेलाई छिराइदिएको छ कि जथाभावी मान्छे चढाइदिएको छ कि वाट इज दिस ननसेन्स? सरकारले बनाएको थियो, जाँचबुझ आयोग बनाएको थियो। ती बच्चाहरूको बारेमा 19 जना त्यत्रो मान्छे मर्दा पनि त्यसको बारेमा केही पनि बोलेको छैन। दुर्भाग्य। मिल्नु म त भन्छु, म त कसरी नबोली? मान्छे मरिरहेको छ नबोल्ने?